Walnut, coconut. गाइज नमस्ते सबैजनालाई अनि वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ भन्नुपर्दा खासै केही छैन। म चाहिँ अब नमनम भाइलाई भेट्न जान लाग्यो। नमनमको साथीहरू आएको छ रे, को साथीहरूलाई चाहिँ घुमाइदिने रे। त्यही बेला हल्का सानोतिनो भ्लग पनि गर्नु पऱ्यो। टिल द्याट स्टे ट्युन। यो आज चाहिँ हामीसँग यहाँ यस दाई नमनम यस दाई अब आज हामी घुम्न जान लाग्यो उता आज हाम्रो भाइरल लालाजी बुढो हो। यस बुढा Yes. लालाजी आज हामी घाँटी छिन्न जाँदैछौँ। त्यहाँ राम्रा केटी पाइन्छन् अरे। आज यसो हेरेर आउन पर्यो। होइन कोकोनट लालाजी ठोक। त्यो बुढो कहाँ पुग्यो फेरि? खोइ ल ल आयो ल। यो हाम्रो लालाजीको फ्रेन्ड। हाम्रो बाबा ल आउनुहोस् यता बस्नुहोस्। हाम्रो बुढा एउटा बाजे हुनुहुन्छ। बाजेलाई नि घुमाउनु लानु पर्यो। मेरो झोला बोक्ने भन्नुभएको छ। मलाई जानु खुदो भयो। बुढा सन्चर हुन्छ हजुर भन्न छोडेर किराम ठुलो देशमा भाइरल मान्छे आज गाँठे त च्या घुम्न जाऊँ। आज भाइरल मान्छेले के खुवाउँछ ल जान्यो कहाँ घाँटीतिर माछा भात हो र तिमीले खाएर नखानु घुमेर आउनु न आऊ बस बसिराख्नु भएको छ कति बस्नु ओ माछा बस्नु आऊ न, झोला निकाल्छौँ ल ल बस्नु ओहो अर्को साथी भेट्यो फेरि। यही हो ल अलि यता आउनु भन्छ। त्यो मेरो झोला दिनु पछाडि छ क्या, पछाडि राखिदिनु। यहाँ पुलमा ढलन नरन लाग्छ त्यहाँ फेरि म अध्यक्ष टोपलीको हो क्या त्यहाँबाट यसो हेरिराख्नु पर्छ यहाँको ए भौतिक नानी ओ भिडियो हो त्यो एउटा काटिदिनु। भाइरल मान्छेले पनि चिया खान्छ। खतरा दम्क्या पानी गयो। चिया खायो भने के हुन्छ सिकिरा खायो भने के हुन्छ चिया खायो भने जिउलो पोल्छ। त्यसलाई खायो भने खोइ पाउँदैन। सिपिराइट चियर्स आज घाम नलागेको दिन हामीहरूलाई स्प्राइट खान लायो। एउटा भाइलाई खाऊ भनेको खान भने पैसा तिर्ने मान्छेले खाना अनि पैसा नतिर्ने मान्छेले स्प्राइट खान्छ। चोक भइदियो चोक के यहाँको सानीमाको घर होइन अर्पण हो। यहाँ त आइरहेको तिमी केटारी देख्दै आइरहेको थियो घाँटी किन बसेर गएको पानी लिन गएका अलिकति पानी भरिन बाँकी थियो गाउँलीमा गाह्रो सुकिहाल्यो। कहाँ पानी बोकेर ल्याऊ भोलि ल्याऊ भने होइन घाँटी हाल्यो पानी घाँटी ल्याएको भनेपछि के घाँटी थिए घाँटी भन्दै घाँटी थिएन त्यसरी राख्यो होला। नाति भनेको यस्तो हुनुपर्छ क्या। पानी आएको छ जस्ता हजुरबालाई घाँटी दिन घुमाउनु ल्याए। अस्ति भित्री टाढा घुमाएर ल्याए। भोलि हामीहरू शिव टेम्पल जानु ठोक लाला दिदीमा नाति दिदीमा बाबु दिदीमा
कानी बोला फेलिमा ठोक ठोक गुरुङ ठोक पेट्रोल हाल्ने चाहिँ लालाजी खेती गर्छ ल नेवा टाइम ल मेवा सेवा ठोक ठोक मेवा ठोक दाँत छ दाँतै छैन मेवा चबाउँछ यार कमालो भएर बिटालिन चलाउँछ क्या आज त खोइ दाँत देखाउँदै तिम्रो दाँतै नभएछ बुढा हालेर पनि भारी हिजो राति फालेको होला है अस्ति हालेको नि तिम्रो हिजो राति दाँत फलेर मेवा खान आएको नयाँ दाँत बिग्रिन्छ नि त फेरि होइन बुढा फुकाएर राख्यो ए घर फुका गइहाल्छ ल के हो यो ओइ त्यो मलाई त्यो मलाई के थाहा है त्यो चिन्नु हो क्या त्यो त नचिन्नु पर्दैन जिप पाइदिनु भिडियो बजार राम्रो बोला न ल यो कट अब अर्को है ल यो के हो बुढा यो यो नर्सिया बनाउने ल भयो भएन पोकेन ठोक ठोक रौसी खानु यस्तो तिमीलाई पनि अब नेक्स्ट टाइमबाट म चुरोट धेरै खुवाउँदैन नकिन्नु नि। किन भन न क्यान्सर हुन्छ त्यो त एकै सेलको ताने नि क्यान्सर हुन्छ पाकिँदै खानु पर्दैन अस्तिको पाला ए बाबा अस्तिको पाला अर्कै मान्छे पऱ्यो रौसी खाने आज यो पऱ्यो मेरो अस्ति त एक बोतल दिएको मैले हामी मेवा खायो नि त आज त ल कपाल दिने हो यो त्यसै फ्रीमा खेलिदिएको तिमी अनि म नाचेकै छैन ए तिमी नाच्नु छैनौ कहाँ छ अनि के गरेर भाइरल भयो त नि मेरो भिडियोमा हालिदिनु बिरानी कहिले नखाएको मासु भातले छोपेर ल्याएर चाहिँ बिरानी चम्चाले खाने भने चम्चा माएको त भात खाने गएको त यत्रो कुखुराको सबै त्यो चम्चा राखेर गएको कति मिठो भैँसीको सबै कहाँ कुखुराको सबै हुने हो भैँसीको भैँसीको सबै त्यो प्लेटमा हटाउँछ यो बौला बुढो ए बुढो दियो अहिले चाहिँ दियो खोइ सेस बौला बुढो भैँसीको साँब्रो प्लेटमा हटाउँछ अनि बुढो निन्द्रा आहान क्या हो यस्तो भयो के रमाइलो भयो नि त त्यति रमाइलो भएपछि भुलि जान्छ नि त बाबा होइन मास कुखुरै खाए पनि भैँसी खाए जस्तो हुन्छ नि बाबा होइन बाबा त्यस्तो भएको हो के नेपालीमा यसको नाम के हो चरो के चरो उड्ने चरो उड्ने चरो लालाजी ल चरो उड्यो चरो उड्यो चरो चरा उड्यो बुढा ए चरा उड्यो है पुग्यो सही देख्यो पुग्यो पुग्यो चरा हो जहाँ पुग्यो नि पुगोस् होइन जहाँ भनौँ यहाँ आउँछ खोइ कता गयो भने धेरै पर्छ एकदिन उहाँ जाने हो नि डाँडामा म लिएर जान्छु त्यो है जानु म जान्छु जाने बल्ल
3:15 भयो गाउँ डाँडाको धरालाई हेरेर आउने आज पक्का जाने ल तिमीहरू जाऊ म बोतल लिन आउँछु यहाँ त्यहाँ त बसेर जाउँ कहाँ त्यहाँ बसमा आउँछ कि यहाँबाट त्यहाँबाट बस जान्छ कि मेरै गाडी हालिदिएर ठोक ठोक मलाई ठाउने हो मलाई ठाउने भनेपछि बुढोले यार पानी स्प्राइटहरू स्पिनाको पानी खान भने पहिलाको पुरानो तपाईँहरू पहिला हिँडेर आउँथ्यो होला है दादा है अहिले पो यो मटेरियल बाटो भिडियो बनाएको बिजनेसै सजाएको नि बुढोको त्यसो गर न भिडियोमा यही छ बेलुका उम्लो कसरी बचाएर त्यसरी बचाएर लालाजी अब हामी कता आउँदै नि अब हामी गाउँ डाँडाको टापुमा त्यहाँ नि चढा उडाउने होला नि त नि उडाउनै पर्यो नि ओ ल्याएको के काम चराले यहाँ हावा पानी खायो डाँडा नि हावा पानी खायो न अब आउने कहिले कहिले बुढोको कपाल हेरेर त दाइ एउटा सेतो फुटेको छैन ल सबै कालो हो कालो है यो उमेरमा पनि ठोक बगला छ भने खाजा खाने सन्जय भाइ न्यू मेम्बर फेरि जोइन भयो कतिको खेल्छ आजभोलि नम हो आज लालाजी ग्याङ होइन लालाजी बुढो आज लालाजी गान ग्याङहरू टन्नै भयो आज लालाजी बुढो ग्याङ गाउँको डाँडा कहिले नै गइयो छैन क्या दाइ धरा र अब नखान अरे जाने दाइ शिव टेम्पल म फोन हानेपछि कहाँ आउनुहुन्छ वेल्डी नआउँछौँ गाडी यही हो हाम्रै हो ड्राइभर को त नि ड्राइभर त काँडेको दिनको 1000 ल्याऊ काँडेको इन्द्रेको छोरा दिनको 1000 ल्याऊ कता आयो लालाजी हामी हामी गाउँको डाँडामा गाउँको डाँडामा ओहो लालाजी ल ए ठिकै छ ल ताना माछा न त ल ताना कसरी भाइरल भयो यार खोइ स्पिकर यहाँ त्यस्तै खोल्नु लगाएर यहाँ ल बन्द गर मन गर्छु कोही बटन आउँथ्यौँ न झोले भयो झोले सिक्रे गोगोले खाने हात बा त यहाँ फर्स्ट टाइम आयो भने होइन हजुर म त फर्स्ट टाइम कस्तो लाग्छ हजुर राम्रो लाग्यो म नाम भनिदिनु न तपाईँको मतिबहादुर भुजेल रमाइलो छ है भाइ यहाँ हजुर। ठाउँ चाहिँ 81 वर्षको भयो अहिलेसम्म आइयो थिएन 81 वर्ष हुनुभयो तपाईँ 81 ओहो
ल आउनु अब रमाइलो गर्नुपर्छ है भाइ हजुर मजा गर्नुपर्छ ल हेरौँ ठोक यता हेरेर ठोक कस्तो दामी देखेको यार पछाडिको भ्यू त यार वाइ नट कोकोनट लालाजी गाउँको धरहरामा ठोक पछाडिको सिन दामी देखेछ गाउँ डाँडाको ढडामा ठोक भन्दा यार रमाइलो भन्छ नि बाबा हजुर रमाइलो भएको छ जम्मा भिडियोमा बधाई छ तपाईँलाई भएर भिडियोमा आउँछ दाइ एउटा ठाउँमा काम हरायो एक ठाउँ जानु पर्ने भयो अब एक काउन्टर घुमौँ काउन्टर घुमेपछि म सबैलाई लेक्चर लगाएर छोडिदिन्छु त्यहाँबाट म मेरो काममा जान्छु हामीलाई नि लग्यो हुन्न काम यता यता काँडे आउने फेरि यता हेम्चातिर त्यो कल्याण चाहिँ नि फेरि हो कुरा समस्या त्यो हो कि हेम्चा आएपछि त म फेरि घर जान्छु यता यता काम अहिले जान्छ पनि जाऊ म सिकेर खाने यो बुढाको अन्दाज घाउ भएको के गरौँ तिमीले चस्मा लगाऊ भएर हो यार मलाई सेतो देख्यो माथि हेरेर नानी गप एउटा फोटो गप वाइनट कोकोनट ठोक भनेको के हो ठोक भनेको भाइरल पनि हो के भाइरल संसारभरिको युट्युब च्यानलमा भिडियोमा भाइरल पनि हो लालाजी पनि हो यति के अरे म घुम्न हिँडेँ भने लालाजीलाई चिनिनँ भन्छन् त्यहीँ आएर उभिएको हुन्छु मैले ठोक भन्छु लालाजी यही रहेछ भन्ने चिन्ने बाटो त हो भनेपछि लालाजीको ठेको चाहिँ ठोक हो ठोक नपर्दा यहाँ हेर यही फोटो ठोक यहाँ पनि लेखेको कसले हानिदिएको त्यस्तो त्यहाँ यो टाटो हान्नेले खै त्यो सुनिलले हानिदिएको त होइन हलन्तको सुनिलले हो त नि पारेको छ क्या त्यसैले ए सुनिलले हानिदिएको दुखेन नि तपाईँलाई त्यो ट्याटो हान्दा टाटो हान्दा दुखेन ज्वरो मात्रै आयो ज्वरो मात्रै आयो ज्वरो मात्रै आयो दुखेन भिडियोमा हाल्दै गाउँ डाँडामा पानी पुऱ्याउनु आउनु काउडारामा कस्तो भयो राम्रै भयो के राम्रो भयो क्यापिचिनो कफी खाएर टाउको घुमायो होइन यही राम्रो भयो ए राम्रो हो अरू त केही राम्रो भएन है पार्किङ ठुलो रहेछ सानो एयरपोर्ट जस्तो ठुलो बनाएको बुढी कता हो चरा समातेर त्यो गाउँ डाँडाको धरहरामा अँ चरो उडाउन आएको अँ त्यहाँ एकजना भाइले राम्रोसँग उडाउन जान्दछन् ल भाइ डन उडाउ त भयो त नि बाबा यसरी राम्रो भयो मजा भयो नि है मजा आयो नमलाई चाहिँ कस्तो भयो साथीहरू घुमाउँदा म त लालाची ग्याङले घुमाउँदा त धेरै रमाइलो छु नि लालाची ग्याङ आज हामी लालाची ग्याङ है गाइज ठोक 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 लालाची ग्याङ ठोक ल अब आज हामी लालाजी ग्याङ बुढो ग्याङसँग चाहिँ अब घाँटी छिना गाउँ डाँडा घुमियो घुमेर अनि उनीहरूलाई बुढो ग्याङहरूलाई हामीले लेक साइड सबैको आफ्नो आफ्नो डेस्टिनेसन आफ्नो आफ्नो गन्तव्यमा छोडेर दाइरामा चाहिँ फर्कीको अवस्था अनि अब हामी दाइरामा पनि अहिले पर्स्याङमा आयो बिहान हामी पर्स्याङबाटै भेट भएर अब हाम्रो भ्लग सुरु भएको थियो
अब हामी पर्सनमै हाम्रो भ्लग खत्तम गर्न चाहन्छु। अब म पनि ब्याक टु होम, मेरो पनि अलिअलि काम छ। कति बज्दै 6 बजिसकेछ, त मलाई पनि ढिलो हुन्छ। सो यति भन्दै अब आजको भ्लग हामी खत्तम गर्न चाहन्छु। एन्ड थ्याङ्क यू भेरी मच हाम्रो लालाजी, भाइरल लालाजी बुढो मेरो लालाजीको ग्रुप लालाजी ग्रुप मेरो है त। ल ठोक Walnut coconut.